सो फाइनली गाइज ठ्याक्क लाएर म चाहिँ व्हाइट गुम्बानिर आइसकेको छु हैन। तर व्हाइट गुम्बा बन्द रहेछ। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ गाइज, सबजना सन्चै हुनुहुन्छ होला। मेरो पनि एकदम बबाल छ गाइज हैन। सो अनि गाइज हैन, आज म कहाँ जान लागेको ठ्याक्क लाएर हजुरलाई थाहा भइसक्यो होला थम्बनेल देखेर हैन। सो ठ्याक्क लाएर हजुरहरू पनि कतिजना जानु भइसक्यो होला यो ठाउँ। अनि गाइज अर्को एउटा कुरा है, एकदम खुसी छु हजुरहरूको मायाले हैन। अनि अस्तिको भिडियोमा चाहिँ तपाईँको टनलको भिडियोमा चाहिँ तपाईँको 4000 क्रस गरिसकेको छु भ्यू। त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यस्तै माया गरिदिनुहोस् हैन। अब योभन्दा त्योभन्दा राम्रो राम्रो कन्टेन्ट ल्याउन ट्राई गरिरहेको छु। अनि आज पनि हामी व्हाइट गुम्बा जान लागेको छौँ हैन। अनि तपाईँको व्हाइट गुम्बा खोलेको छ भनेको नि सुनेको छौँ। अब लेट्स सी के हुन्छ त्यहाँ गएर हैन। तर मलाई अहिले पनि लागिरहेको छ त्यो खोलेको छैन कि। सायद अस्तिको त्यो भिडभाडमा एकजनाको मान्छेको डेथ पनि भएको भनेर सुनेको थिएँ। सो त्यहाँ गएर हेरौँ के हुन्छ हैन। हजुरहरू को जानुभएको छ व्हाइट गुम्बा हैन, प्लिज कमेन्ट गर्न सक्नुहुन्छ। अनि एभ्रीवान है, हजुरहरूलाई म अझै फेरि पनि भन्छु, अस्तिको भिडियोको त्यति भ्यू आउनको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु हैन। यसरी नै माया गरिदिनुहोस्। अनि पछि मैले सोचेको थिइनँ त्यो भिडियोमा त्यति भ्यू आउँछ भनेर, तर त्यसमा राम्रो भ्यू आयो हैन। त्योभन्दा राम्रो राम्रो कन्टेन्ट ल्याउन अब म ट्राई गर्छु। एभ्रीवान अब भिडियो हेर्न चाहिँ नछुट्टाउनु होला। ओके गाइज, म अब ठ्याक्क यहाँ निस्किन्छु हैन। सो मलाई साथीले नि वेट गरिरहेको छ ठाङकोटमा। म यहाँबाट निस्किन्छु, ट्याक्क लाएर नुहाएर रेडी भएर बसेको छु, हिरो देखेको छ जस्तो। ओके गाइज, ट्याक्क ला मैले भिडियो बनाउनु ठाउँमा ट्याक्क मेसीहरूको पिक्चर यता छ हैन। सो हेर्न सक्नुहुन्छ, मैले चाहिँ नयाँ ट्राइपोडबाट भिडियो बनाइरहेको छु। सो अलिकति यता नजिक ल्यायो भने ट्राइपोड पनि देखिन्छ, हजुरलाई म देखाइदिन्छु हैन। सो देखिँदैन रहेछ, मैले अलिकति माथि गरेको छु। सो त्यही भएर ओके गाइज, म यहाँ निस्किन्छु। के हुन्छ लेट्स लास्टसम्म हेर्नु है त भिडियो। सो फाइनली गाइज, म त ठ्याक्क लाएर घरबाट निस्किन लागिसकेको छु। आज चाहिँ म ट्राइपोड लान्न गाइज हैन, किनकि तपाईँको ठुलो भएर हैन खतरा हुनेछ आजको भ्लग हैन। सबैजनाले हेर्नुहोस्, मोबाइल हुन्छ जुत्ता सुत्ता लाएर। लास्ट चिसो छ कि गाइज बाहिर। सो त्यही हो, अब म यहाँ निस्किन्छु हैन। ट्राइपोड चाहिँ लगाएको छैन गाइज है मैले, किनकि अलिकति ठुलो भएर हैन ब्यागमा अलिकति झ्याउ हुन्छ। सो त्यो कारणले मैले ट्राइपोड लिएर गएको छैन। ओके गाइज, अब म यहाँ निस्किन्छु। बाइक पनि रेडी भइसकेको छ। मैले माइक्रोफोन लगाएको छैन अहिले चाहिँ, किन घरभित्र छु म अहिले हैन। सो त्यही भएर मैले आज ट्राइपोड चाहिँ लगाएको छैन है। सो साथी पनि छ। अनि पछि भ्लग बनाउनको लागि कडा हुन्छ आज, खतरा हुन्छ गाइज हैन। सो त्यही हो गाइज हैन। ओके गाइज, म अब यहाँ निस्किन्छु। बेर भइसकेको छ। मलाई त्यहाँ ठाङबाट साथी वेट गरिरहेको छ हैन। मैले ट्राइपोड चाहिँ आज बोकेको छैन, हजुरहरूले भनिसकेको छ। लेट्स सी गाइज, अब म यहाँ निस्किन्छु टक्क लाएर। के गर्नु यार, गोब्रो नभएपछि गाह्रो छ हैन। ओके गाइज, म यहाँ निस्किन्छु अहिले। अब हजुरहरूलाई सिधै गएर म ठाङकोट गएर भेट्छु है त। सो फाइनली गाइज, म त ठ्याक्क लाएर ठाङकोट चोकमा छु अहिले हैन। यहाँ साथीलाई कुरिरहेको, साथी आउँदैछ। अनि पछि ठ्याक्क लाएर मैले चाहिँ माइक्रोफोन लागेको छैन, लाउने फेरि हाल्ने गरेर झ्याउँछ फोनमा हैन। सो त्यो कारणले मैले चाहिँ अहिले माइक्रोफोन युज गरेको छैन। सो लुक एट दिस, ठाङकोट चोकमा छु अहिले हैन। हेर्न सक्नुहुन्छ, साथी चाहिँ आउँदैछ। ठ्याक्कै यहाँ आउँदामा निस्किहाल्ने हो, यहाँ धेर टाइम पनि लाग्दैन हैन। बवाल हुन्छ है गाइज, लास्टसम्म हेर्नुहोस् है त। सो फाइनली गाइज हैन, ठ्याक्क लाएर म चाहिँ तपाईँको सीतापाइला चोकमा छु हैन। ठ्याक्क लाएर कलङ्कीबाट ट्याक्क सीतापाइला चोक आउने हैन। अनि ठ्याक्क लाएर हामी लेफ्ट मासतिर लाग्नुपर्छ, व्हाइट हाउस जाने बाटो चाहिँ हैन। सो हेर्न सक्नुहुन्छ। अनि फेरि यतापट्टिमा 3टा बाटो छ। यतापट्टि हामी सिधै जाने है, राइट पनि नजाने लेफ्ट पनि नजाने, अन्त सिधै जाने हैन। सो यहाँ तपाईँको म्याक्सिमम् टाइम लाग्यो, धेरै टाइम लाग्दैन। यहाँ तपाईँको त्यो 15 मिनट जति लाग्छ व्हाइट हाउस पुग्नको लागि बाइकमा हैन। हिँडेर चाहिँ लाग्ला 45 मिनट जति। सो बाटो एकदम पिच, पुरै पिच छ गाइज है। मेरो साउन्ड राम्रै आएको जस्तो लाग्छ है गाइज मलाई चाहिँ अहिले चाहिँ। अस्तिको भिडियोमा चाहिँ मैले तपाईँको पशुपति जाँदाखेरि भिडियो बनाउँदाखेरि चाहिँ त्यसको साउन्ड चाहिँ अलिकति राम्रो आएको थिएन। सो त्यसको लागि सरी है गाइज। अब सकेसम्म प्रयास गर्दैछु राम्रो ल्याउने हैन। सो हाम्रो व्हाइट हाउस एकदम राम्रो छ। म आजभन्दा पहिला पनि आएको छु 3-4 चोटि नै हैन। सो यहाँ घुम्नको लागि। अनि व्हाइट हाउस अहिले खोलेको छैन जस्तो लागेको छ मलाई हैन। सायद अब के छ, लेट्स सी गाइज हैन। यो गाडीले कस्तो बाटो नछोडे। सो मेरो साउन्ड चाहिँ आज अहिले राम्रै आएको जस्तो लाग्छ है आज त है, किनकि मैले माइक्रोफोन चाहिँ तपाईँको ठ्याक्क लाएर हेलमेटको मुखमै राखेको छु त्यही भएर। सो ओके गाइज, म हजुरहरूलाई माथि गएर भेट्छु हैन। बाटो तपाईँहरूलाई थाहा भइहाल्यो हैन। ठ्याक्क लाएर सीतापाइलाबाट सिधै माथि आउने।
सो भयो गुगल म्याप हेर्न नि सक्नुहुन्छ हजुरहरूले ट्याकलार गुगल म्यापले सही देखाइन्छ बाटो ओके गाइस है त म माथि गएर भेट्छु हजुरलाई फाइनली गाइस ठ्याक्कै तपाईँको यहाँ हाम्रो डोनट पसल देख्यौँ होइन सो डोनट किन्न लानु पर्यो यहाँ बवाल पाउँछ कि यहाँको डोनट के मैले पहिला खाएको थिएँ यहाँ जेब्रा क्रसिङमा बाटो काट्नुपर्छ सो ए भर्खर बनाउनु डोनट यो ताजा डोनट रहेछ हेर्न सक्नुहुन्छ ब्याक क्यामेराबाट होइन क्रिमवाला छैन है सो यो चाड हालिदिनु न त त्यो हुन्छ तातै गरिदिनु न सो भर्खर ताजा डोनट है गाइस हेर्न सक्नुहुन्छ नाइस छ हामी माथि पुगेर फर्केर आयो कि गन्ध पाएको थियौँ सो दाइले कति भयो डोनट बनाउनु थाल्दै धेरै भयो सो गाइस ठ्याक्कै लाएर हेर्न सक्नुहुन्छ होइन हामी अब व्हाइट गुम्बा आइपुग्न लागिसकेको छन् सो यो त व्हाइट गुम्बा होइन है गाइस फेरि माथि व्हाइट गुम्बा चाहिँ होइन सो सायद मलाई बन्द छ जस्तो लागेको छ व्हाइट गुम्बा होइन सो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न सक्नुहुन्छ है गाइस बबाल भ्यू हेर्न सक्नुहुन्छ पुरै सल्लाहको घारी छ यता तलतिर होइन सो पिचको रोड छ माथिपट्टि यहाँ गुम्बा छ यतापट्टि होइन सो अलिअलि देखिन थालिसकेको छ होइन लुकारिस हेर्न सक्नुहुन्छ गाइस है तपाईँको व्हाइट गुम्बा चाहिँ उतै हो होइन सो नाइस देखेको छ यहीँबाट अनि तपाईँको अस्ति एक दिन तपाईँको खोल्दाखेरि नि कतिजना आउनु भएको थियो मान्छे अनि एकजनाको कसको डेट भएको थियो भन्ने सुनेको थिएँ है मैले अब आइडन थाहा भएन सो हेर्न सक्नुहुन्छ रोड चाहिँ पुरै अख्खा छ कि हजुरहरू होइन फ्यामिलीहरू टक्क लाएर ड्राई पिकनिकको लागि यो नि बेस्ट छ कि सही छ है गाइस ठ्याक्क लाएर आम्मामाले हेर्नु खतरा छैन त गाइस यहीँबाट यस्तो बवाल छ नि भित्र कस्तो होला कि सो लेट्स सी हेरौँ गाइस के हुन्छ होइन भित्र छिर्न दिनु भयो भने हामी जान्छौँ सो अब त्यहाँ भित्र भिडियो बनाउनु चाहिँ अब अलाउड छैन जस्तो लागेको छ मलाई होइन मेन कुरा छिर्न पर्यो हेरौँ के हुन्छ बन्द छ जस्तो लागेको छ मलाई त होइन ल ओके गाइस म त्यहीँ गएर भेट्छु है त सो फाइनली गाइस ठ्याक्क लाएर म चाहिँ व्हाइट गुम्बानिर आइसकेको छु होइन तर व्हाइट गुम्बा बन्द रहेछ लुकाइदिस हेर्न सक्नुहुन्छ तलपट्टि गेट चाहिँ यतापट्टि हो तर यहाँ हामी यहाँनिर आएको छौँ होइन सो हामी यहाँ सोधिनिधि लिगौँ अनि पछि तपाईँको अहिले यो बन्द छ अरे वर्षमा 1-2 चोटि मात्रै खोल्ने हो अरे भन्नुभयो होइन सो आजभन्दा 6-7 महिना अगाडि एकचोटि खोल्नु भएको थियो त्यो पछि खोल्नु भएको छैन भन्नुभयो अनि हामीले एकचोटि यहाँ भित्र जानको लागि एकचोटि यहाँ पर्मिसन लियौँ तर मिल्दैन भन्नुभयो यहाँको हाम्रो भित्रको मान्छेहरूले चाहिँ सो हेर्न सक्नुहुन्छ अब कहिले खोल्छ भनेको अब यो ठेगान हुँदैन र कहिले खोल्छ भन्नुभयो हामीलाई होइन सो अलिकति आँखामा घाम परिरहेको छ यता अलिकति देखाइदिउँ यता पनि सो हेर्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ होइन सो एकदम यो त कम्पाउन्ड एकदम ठुलो छ तपाईँको होइन यहाँ अराउन्ड तपाईँको 1 किलोमिटर जति होला तलबाट माथिसम्म पुरै कम्पाउन्ड चाहिँ होइन रोडदेखि सो यतापट्टिको नि म माथि पनि जान्छु हजुरलाई भिडियो त्यसको नि हाल्छु खतरा छ यता हेर्नुहोस् न यतापट्टि होइन सो यतापट्टि बिल्डिङको नि एकचोटि भिडियो बनाइदियो हुन्छ यतापट्टिको होइन सही आएको छ एकदम खतरा छ सो हाम्रो चाहिँ माथि चाहिँ सबैजना हाम्रो मान्छेहरू बसिरहनु भएको छ ठ्याक्क लाएर अब के हुन्छ मलाई पनि थाहा छैन त्यस्तो त होइन तर भित्र छिर्न पाइन्छ कि भनेर आएको होइन तर भित्र छिर्न पाएन सो ब्याड लक भयो यसको चाहिँ सो त्यही हो अब यहाँबाट म हजुरहरूलाई माथि पनि देखाउँछु के कस्तो छ गाइज होइन सो यताबाट एकचोटि बिल्डिङ पनि देखाइदिउँ न यताबाट सो सही छ यताबाट हेर्न सक्नुहुन्छ होइन सो पेन्ट चाहिँ त्यही भएर त नाम त व्हाइट गुम्बा होइन सो खतरा छ एकदम बबल छ हाम्रो तपाईँको काठमाडौँबाट नजिक छ तर अहिले त तपाईँको यो ओपन भएको छैन है गाइज मेन कुरा भनेको फेरि कतिजना मान्छेहरू चाहिँ ओपन भइसक्यो भनेर आउनुहुन्छ तर यो चाहिँ अहिले खोलेको छैन सो त्यही हो मेन कुरा भनेको आजभन्दा 7-8 महिना अगाडि खोलेको छ अहिले चाहिँ खोलेको छैन त्यही हो गाइज ओके हामी मास्तिर तर्फ जान्छौँ अब है त सो गाइज है ठ्याक्क लाएर मैले चाहिँ एउटा अङ्कललाई भेटेको छु अनि यहाँको बारेमा अलिकति एक्सप्लेन गरिदिनु लाउनु भएको छ होइन हेलो अङ्कल हजुरको शुभ नाम अर्थमन स्याङ्बो अनि अङ्कल यो चाहिँ तपाईँको कहिले समयमा खोल्छ यो चाहिँ यो खोल्ने फिक्स हुँदैन हजुर 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 अब उहाँहरूको हाम्रो जहिले पनि छिरिने ठाउँ जस्तो होइन यो हजुर हजुर यो एकदमै अब त्यहाँ उहाँहरूको कहाँबाट निर्णय गर्नुपर्छ होला तर आजभन्दा तपाईँको 6-7 महिना अगाडि यो खोलेको थियो नि खोलेको तर 1 महिनाको लागि खोल्नुभएको उहाँहरूले हजुर अलिकति यहाँ यताउता मान्छेहरू बिमारी अथवा केही भयो हजुर त्यही भएर बन्द गरिदियो छिटै 10-12 दिनमै बन्द गर्यो होला अब यो खोल्ने टुङ्गो छैन कहिले हुन्छ थाहा हुँदैन छैन यसपालि फागुनमा खोल्छ भन्ने चाहिँ हल्ला चाहिँ आएको छ थोरै हजुर अब फागुनमा खोल्छ कि माघमा खोल्छ हामीलाई फिक्स हुँदैन यस्तो अनि अङ्कल एउटा कुरा आजभन्दा तपाईँको यो 6-7 महिना अगाडि खोल्दा चाहिँ एकजनाको मान्छेको मृत्यु नि भएको थियो हो त अब भन्छ क्या अरे अब त्यहाँ बच्चाहरूको हजुर त्यो केही अब सिस्टम नपुगेर त्यस्तो हुन्छ बच्चाहरूको धेरै भिडभाड भएर त्यस्तो हुन्छ भयो तपाईँको टुङ्गो छैन मान्छेलाई अहिले अरू मान्छेलाई त्यतिकै छिर्न दिँदैन हामीले पनि सोधेको थियौँ त हामीले पनि सोधेको थियौँ तर मिल्दैन भन्नुभयो यहाँ मिल्दैन ल ठिक छ हुन्छ अङ्कल यति भन्दैमा मैले हजुरलाई यहीँ अहिले भिडियो इन गरेँ है त हस् ल थ्याङ्क यू धन्यवाद अङ्कल
सो फाइनली गाइज होइन ठ्याक्क लाएर म चाहिँ तपाईँको अहिले व्हाइट गुम्बा भन्दा अलिकति माथिपट्टि आएको छु होइन ठ्याक्क लाएर डुनर र चिया हामी याँदै होइन सो हेर्न सक्नुहुन्छ भनेपछि हाम्रो चाहिँ इन्द्रथान त्यही हो होइन यहाँ नजिक क्या नजिक देखिन्छ सो तर यहाँ जाने बाटो चाहिँ यतातिरबाट छैन सो तलबाट जानुपर्छ होइन घुमेर यता तपाईँको हसनटार हुँदै तपाईँको कङ्काली हाइट हुँदै जानुपर्छ सो हामी यता जाँदैनौँ अहिले तपाईँ जाँदै यतैबाट जान्छ होइन सो तपाईँलाई थाहा भइहाल्यो व्हाइट गुम्बा चाहिँ तपाईँको बन्द छ होइन सो अब यो चाहिँ तपाईँको इयरलीमा 1-2 चोटि खोल्छ अरे भन्नुभयो त्यहाँको मान्छेले अनि अहिले चाहिँ खोलेको छैन सो आजभन्दा 6 महिना अगाडि चाहिँ एकचोटि खोलेको भयो खोलेको छैन भन्नुभयो सो अब त्यही हो अब हामी यहाँबाट निस्किन्छौँ होइन यतातिरको नि एकदम बस्ती चाहिँ एकदम पातलो रहेछ त्यस्तो धेरै बस्ती छैन सो हेर्न सक्नुहुन्छ फुलहरू म हाम्रो ठ्याक्क लाग्यो यो कुन फुल नामै बिर्सियो सयपत्री फुल हो मैले अहिले मखमली भने त्यसको लागि सरी होइन यो सयपत्री फुल हो यता पनि भयो यता चाहिँ फुल खेती बढिरहेछ सो डाँडातिर सबैतिर फुलै फुल्छ होइन तलतिर पनि फुलै फुल्छ सो अब म यहाँबाट निस्किन्छु गाइज होइन ठ्याक्क लाएर तलतिर अब भिडियो देख्नु भइहाल्यो तपाईँको व्हाइट गुम्बाको पनि बनाएको छु होइन अब ठ्याक्क लाएर हामी तल गएर भेट्छौँ सिधै ओके है त गाइज सो फाइनली गाइज म त ठ्याक्क लाएर व्हाइट गुम्बाबाट फर्किसकेको छु अहिले होइन सो अङ्कलहरूले भनेको नि सुन्नु भइसक्यो होला होइन व्हाइट गुम्बा तपाईँको यो कहिले खोल्छ ठेगानै हुन्न रे सो हजुरहरू पनि कोही आउँदै हुन्छ भने प्लिज होइन पहिलोचोटि रिसर्च गरेर आउनुहोस् बुझेर आउनुहोस् एकचोटि होइन कोही साथीहरूलाई हुन्छ कि कसलाई हुन्छ सो यतिकै नआउनुहोस् किनकि तपाईँको ठेगानै हुँदैन रहेछ होइन कहिले खोल्छ त्यही भएर अब चाहिँ हामी यहाँ निस्किसकेको छौँ गाइज होइन अनि भिडियो कस्तो लाग्यो प्लिज होइन लास्टसम्म हेरेर कमेन्ट गरिदिनुहोस् राम्रो लाग्यो नराम्रो लाग्यो भने अनि हजुरहरू को आउनु भएको छ प्लिज कमेन्ट गर्न सक्नुहुन्छ अनि यति भन्दैमा म त यो भिडियो अब यहीँ इन गर्छु गाइज होइन म यहाँबाट निस्किसकेको छ अनि डोन्ट फर्गेट टु लाइक कमेन्ट सब्सक्राइब गाइज है अब मेरो नयाँ सब्सक्राइबरहरूले पनि प्लिज होइन लास्टसम्म भिडियो हेरिदिनुहोस् ओके गाइज यति भन्दै म यो भिडियो म यहीँ इन गर्छु सी यू नेक्स्ट भिडियो बाई गाइज